के तपाईलाई थाहा छ हाम्रो विश हाम्रो इच्छा पनि हाम्रो कर्म हुँदो रहेछ नि भन्ठान्नु होला इच्छा गर्नु भने कसरी काम हो काम भने त अब कुनै कुरा यस्तो यस्तो अथवा अरू कुनै फिजिकल काम होला नि त भने अब इच्छा भनेको नि कर्म हुँदो रहेछ मैले थाहा पाएको थिएँ अनि आज तपाईहरुलाई पनि सम्झाउँछु थ्रु अ स्टोरी बी रेडी फर द स्टोरी सो वन्स द्रौपदीले श्रीकृष्ण सोध्नु भयो कि मेरो किन 5 वटा लोग्नेसँग बिहा भयो भने किन नर्मली त एउटा लोग्नेसँग बिहा हुन्थ्यो नि त त्यो बेलामा पनि र आज पनि बट मेरो 5 वटासँग किन भयो सो श्रीकृष्ण started telling the story तिम्रो पूर्व जन्ममा चाहिँ तिमी एउटा सुन्दर ब्राह्मण कन्या थियौ अनि तिमी चाहिँ एकदमै स्पिरिचुअल थियौ वन्स तिमीले चाहिँ महादेवको ठुलो तप गर्यौ तपस्या गर्यौ अनि तपस्या गरेर चाहिँ तिमीले यस्तो वरदान माग्यौ जसले गरेर तिमीले 5 वटा पति पाए त्यो वरदान के थियो भन्दाखेरि चाहिँ तिमीले यस्तो लोग्ने माग्यौ जो चाहिँ बुद्धिमान पनि होस् बलवान पनि होस् महान धनुर्धर पनि होस् सुन्दर पनि होस् धर्मराज पनि होस् यो 5 वटा गुण भएको पति माग्यौ तिमी अनि महादेवले तथास्तु भन्दै अब तिमीले चाहिँ अर्को जन्ममा 5 वटा पति पाउँछौ भनेर जसमा चाहिँ यो सबै गुण हुन्छ द्रौपदी त शक भयो शी वान्टेड यो सबै गुण एउटा मान्छेमा तर रियालिटी के हो भन्दाखेरि सबै गुण छ सबैमा हुन सक्दैन नि त सो द्रौपदीले चाहिँ यो जन्ममा आएर 5 वटा लोग्ने पाए एउटा धर्मराज एउटा बलवान एउटा धनुर्धर एउटा बुद्धिमान एउटा सुन्दर 5 वटा लोग्ने विथ 5 डिफरेंट क्वालिटीज she ever asked for and द्रौपदीलाई चाहिँ she came to realize that मैले इच्छा गरेको कुरा पनि कर्म भएर it came to me अब हामीले चाहिँ के सिक्ने त यसबाट सो हाम्रो इच्छा जुन हुन्छ नि हाम्रो मनबाट निक्लिने इच्छा पनि हाम्रो कर्म हुँदो रहेछ के गाइस अब हामीले इच्छा गर्छौं जे पनि अब हामीले इच्छा गर्छौं कि वी वान्ट टु बिकम आईपीएस अफिसर भनेर अब सायद मन भित्रबाट आएको होइन भने चाहिँ सायद त्यो पूरा हुँदैन तर मन भित्र आएको छ भने केही न केहीबाट युनिभर्सले व्यवस्था गरेर तपाईलाई आईपीएस अफिसर बनाउँछ नेपालमा आईपीएस अफिसर भन्न अलि नसौला तर पनि भन्न खोजेको कुरा के हो भन्दाखेरि हामीले जे इच्छा गर्छौं त्यो कुराको व्यवस्था युनिभर्सले गरेर हामीलाई दिदिन्छ किनभने इच्छा भनेको पनि इट इज डिक्लेयर्ड एज अ कर्म अब कर्मको बारेमा तपाईले अवेयरनेसहरु धेरै नै पाउनुभयो होला इच्छा पनि कर्म हुँदो रहेछ भनेर त्यसैले म यो भन्न चाहन्छु कि ध्यान दिएर इच्छा गर्नुस् अनि इच्छा गर्दाखेरि कहिले पनि डेस्परेट चाहिँ नहुनुस् किन भन्दाखेरि डेस्परेसनले नेगेटिभ एनर्जी रिलिज गरेर तपाईको रिजल्ट पनि नेगेटिभै आउँछ के यो मैले पनि आफ्नो लाइफमा रियलाइज गरेको कुरा हो वन्स मैले चाहिँ आफ्नो प्रिभियस इम्प्लोयमेन्टमा चाहिँ मलाई चाहिँ ट्रान्सफर गर्न मन लाग्थ्यो टु द नेक्स्ट डिपार्टमेन्ट अनि मैले चाहिँ एकदमै डेस्परेट भएर मेलमाथि मेल्स लेखे के अनि मेलमाथि मेल्स लेख्दाखेरि एचआर ले थाहा पाउनु भयो अनि शी गेभ मी द टास्क फर 15 दिन अनि गर्न त गरे बेस्ट तरिकाले तर मेरो इच्छा यति डेस्परेट भयो कि द्याट वाज नट फुलफिल्ड किनभने अभियसली नेगेटिभ एनर्जी गएपछि अब त्यो एचआर को दिमागमा चाहिँ मलाई नराख्ने भनेर त्यो युनिभर्सले हाल्दियो त्यसपछि मेरो इच्छा पूरा भएन त्यसैले डेस्परेट हुनु एकदम नराम्रो कुरा हो र इच्छा गर्दाखेरि जहिले पनि राम्रो इच्छा गरौँ विदाउट बीइङ डेस्परेट त्यसपछि तपाईको इच्छा
ढिलो वा चाँडो पुरा त भइ नै हाल्छ। तपाईँले चाहिँ यो भिडियोबाट के सिक्नुभयो होला भन्दाखेरि इच्छा भनेको कर्म हो, अनि हामीले इच्छा गर्दा पनि वी हेभ टु बी केयरफुल भनेर। इफ तपाईँलाई भिडियो रिलेटेबल लाग्छ भने यो भिडियो सकेसम्म सेयर गर्नु होला। बाँकी भनेको म यस्तै भिडियो लिएर आउने नै छु। तबसम्मको लागि बाई बाई।